पश्चिमेली चेलो छैन है कमको, पश्चिमेली चेलो छैन है कमको। नमस्कार, म कलाकार चक्रबम। मेरो घर चाहिँ सुदूरपश्चिम। सुन्नुहोस् न, म आज तपाईहरुमाझ एउटा कुरा गर्न गइरहेको छु, जुन कुरा कसैले सम्झिन चाहदैन, तर यो कुरा सुन्नै पर्नेछ र सम्झनै पर्नेछ। मानौ तपाईँ हामी कुरा गर्दा गर्दै अहिले भुइँचालो आयो, तपाईँ के गर्नुहुन्छ? के गर्ने भनेर सोच्न नभ्याउँदै 2072 सालको भुइँचालोले झन्डै 9000 को जीवन गुम्यो। 9000, त्यो पनि छिनको छिन भरमै। हाम्रो आफ्नै डोटीको कुरा गरौँ, 2 वर्ष अघि डोटीमा गएको भूकम्पले 6 जनाको ज्यान गयो। त्यसपछि जाजरकोटमा डोटीमा भन्दा धेरैले ज्यान गुमाउनु पर्यो। हामीले घटना भुल्न थाल्यौँ होला, तर हामीमध्ये धेरै संयोगले बाँच्यौँ अनि कति चाहिँ पूर्व तयारीले। यदि साँच्चीकै राम्रोसँग पूर्व तयारी गर्न सकेको भए आज ती दुःखका दिनहरू यसरी सम्झिनु पर्ने थिएन होला सायद। हुन त भूकम्प कहिले जान्छ भन्ने कुरा थाहा पाउन सकिँदैन, तैपनि कुनै न कुनै दिन यो आउँछ र ठुलो भूकम्प आइहाल्यो भने यसले विनाश गर्छ भन्ने कुरा त पक्का छ। अझ विज्ञहरूको कुरा सुन्दा पश्चिम नेपालमा 500 वर्षदेखि यता ठुलो भूकम्प आएको छैन, त्यसैले पश्चिम नेपालको जोखिम झन् बढी देखिन्छ। अझ विदेशमा पनि धेरै कार्यक्रमहरूमा जाँदाखेरि त्यहाँको घर र हाम्रो घरहरूको संरचना जुन तुलनात्मक हिसाबले हेर्दा पनि हाम्रो घर अलि साह्रै कच्चा जस्तो देखिन्छ। विज्ञहरूले भनेको पनि सुनेको छु, भूकम्पले होइन हामीलाई हाम्रै घरले थिचेर ज्यान लिन्छ। जसरी हाम्रो घरले घाम पानी बादल वर्षाबाट हामीलाई जोगाइरहेको हुन्छ, त्यसरी नै खासमा त घरले भूकम्पबाट पनि हामीले जोगाउनु पर्ने हो। एकैछिन थ्याक्यो भने पनि त कमसेकम बाहिर निस्कने मौका त पाइन्छ। म त तपाईँलाई के अनुरोध गर्छु कि तपाईँको आफ्नो घर कमसेकम भूकम्पलाई थेक्न सक्ने छ कि छैन, यो कुरा चाहिँ आफ्नो पालिकामा प्राविधिकसँग अथवा सम्बन्धित व्यक्तिसँग गएर यो कुरा सोधीखोजी गर्नुहोस्। यदि नयाँ घर बनाउँदै हुनुहुन्छ भने भूकम्प प्रतिरोधक बनाउन जोड गर्नुहोस्। यति मात्र भएन, तपाईँले आफ्नो बानी व्यवहारमा पनि धेरै कुरा उतार्नुपर्ने हुन्छ। जस्तै हाम्रो आफ्नै पनि बानी के छ भने दराजमाथि सुटकेस अथवा विभिन्न सामग्रीहरू राख्ने। यो गर्दाखेरि चाहिँ भूकम्प आएको बेला अझ ज्यानको जोखिम हुनसक्छ। अझ सकिन्छ भने त झटपट झोला पानी जस्तै टर्च, औषधि अथवा आफूलाई चाहिने महत्त्वपूर्ण कागजातहरूको एउटा छुट्टै पोको बनाएर राख्न पाए झनै राम्रो भयो। र म त के भन्छु भने तपाईँहरू पनि एक आपसमा साथीसँगीले यो भूकम्पको बारेमा कसरी हामी सुरक्षित हुने भनेर यसको विषयमा पनि छलफल गर्नुहोस्, कुराहरू गर्नुहोस्। अथवा मैले यति धेरै भनेको कुराहरूलाई लगेर त्यहाँ पुगाइदिनुहोस्, भन्न खोजेको सेयर गरिदिनुहोस् होइन। जसरी पश्चिम नेपालको लोक सङ्गीत, हाम्रो लोक पहिचान होइन, हाम्रो जसरी रैथाने कुराहरू बलियो छन्, अर्ग्यानिक छन्, त मजबुत छन्, त्यसरी नै तपाईँको घरहरू, तपाईँको वासस्थान, तपाईँको एरिया पनि मजबुत रहोस्, यही भन्न चाहन्छु। किनकि भूकम्पलाई रोक्न त सकिन्न, तर कमसेकम यसको क्षति कम त गर्न सकिन्छ नि, हो कि होइन? सुरक्षित रहनुहोस्, सचेत रहनुहोस्। धन्यवाद। जुटेर मात्र सम्भव छ विपद जोखिम न्यूनीकरण, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।